सर्वप्रथम धन्यवाद गर्छु येशू मसीहको नाउँमा। म भद्रपुर शाखाबाट बोल्न गइरहेको छु हैन। हिजोको दिनमा म एकदम एउटा संसारिकको बिहा गरेको 3 महिनादेखि मलाई छोप्ने कामनेले भेटेको थियो। 18 वर्षसम्म माता काम गरेर हिँडेको मान्छे म हैन। यति पीडामा थियो, यति दलदलमा थिएँ, यति कष्टमा थिएँ म त्यति बेला। अहिले त ईश्वर नचिन्दा पनि मलाई यति दुःख लाग्छ कि अहिले ईश्वर चिन्ने पाएँ हैन। तर अब त्यति बेलाको जमानामा मलाई धामी झाँक्रीले यति माता उतार्छु भन्दै सबै ठाउँमा मलाई यति धनमादेखि लिएर इष्टमित्र हैन, मेरो माइती मावलीमा समेत मलाई यस्तो हालत ल्याइदियो। मेरो श्रीमानमा पनि मुटुको अपरेसन गरेर 18 लाख रुपियाँ ऋण बोकाउनेमा पर्यो हैन। त्यति बेला पनि मैले परमेश्वर चिनेको थिएन। मलाई माता झामी गर्ने भनेर मलाई हजारौँ ठाउँमा लग्यो। यो शरीरमा त यति पानीले यति कष्ट तरिकाले मलाई यो शरीरमा पनियो पनि डामेको छ हजुर। यति दुःख कष्टले मलाई यो शरीरबाट यति नराम्रो किसिमले मलाई दुष्ट आत्माले यति घेरेको थियो। 18 वर्षसम्म मैले खाना नखाइकन माताको काम गरेँ। तर जस्तो शैतानले लायो त्यस्तै काम गर्न लगायो मलाई परमेश्वर। अहिले त मलाई परमेश्वरले मलाई यति आनन्द दिनुभएको छ। म आएको पनि हैन, 6 महिना नै हुँदैछ। म परमेश्वरमा जुटेको धेरै पनि भएको छैन। अहिले मलाई त्यो ठाउँबाट हिँडाउन बाध्य बनाउनु भयो हैन। मलाई खानाबाट वञ्चित गराउनु भयो। कुनै कुराहरूमा पनि यस्तो हालत आयो। नानीमा पनि एकदम मुखमा घाउ आउने, हरेक किसिमको छोरामा पनि एकदम कष्ट। छोराछोरी चारतिरको परिवार चारैजनालाई एकदम नकारात्मक सोच ल्याइदिने दुष्ट शैतानले यति हालत बनायो कि मलाई बिहा गरेको 3 महिनादेखि छोप्ने काप्नेले भेट्यो। अब संसारिकमा हुँदा त के गर्नु, अब मातामा जानुपर्ने, माताको काम गर्नुपर्ने। 18-19 वर्षसम्म केही नखाइकन म यति दुःख कष्टमा दलदलमा फसेको थियो कि मलाई यस घरबाट निकाल्नुपर्छ। मेरो श्रीमान अलि सोझै हुनुहुन्थ्यो हैन। उहाँको भरसक बिहे नगरिकन उहाँले कमाएको धन सम्पत्ति सबै मेरो कान्छा देवरको नाममा आउँदो रहेछ। त्यो त मलाई पछि थाहा भयो। जग्गा जमिन पनि सबै कान्छा देवरको नाममा रहेछ। पछि मलाई थाहा भयो कि जग्गा बेचेर अब मैले मुटुको अपरेसन गरेको दबाई मैले तिर्नुपर्ने अवस्थामा हेर्दाखेरि जग्गा त मेरो नाममा श्रीमानको नाममा थिएन। जग्गा बेच्नको लागि 7 वर्षसम्म मैले मुद्दा मामलामा पनि हिँड्नु पर्यो, एक्लै खेप्नु पर्यो। परमेश्वर अब त मैले माइतीमा पनि सुनाएको थिएन। माइतीमा पनि समस्या यस्तो कि माइतीहरूले पनि हालत यस्तो बनाइदिएको थियो। नकारात्मक सोच फोनबाट भनिदिनु हुँदो रहेछ। तर मलाई कसैको सरसपोर्ट थिएन। मात्र मैले जति पूजापाठ गरे पनि खै त परमेश्वरले मलाई यति आनन्द छ।